आज हामी फेरि पनि घुम्न आएको छौँ साथी हो। अस्तिको दिन चाहिँ पानी आउँदाखेरि चाहिँ पानी बढेको थियो है, अहिले चाहिँ पानी घटेको छ। आज यहाँ पानी कम भएको छ। अस्ति त पुरा छाल पुरा माथिसम्म आएको थियो है, अहिले चाहिँ एकदम पानी कम भएको छ। हेर्नुहोस् साथीभाइहरू, अहिले चाहिँ पानी कम भएको छ। हाम्रो ध्रुव बोरा चाहिँ बोकेको छैन, तर बोरा चाहिँ भएको छ मान्छे होइन। ध्रुव बोरा गुल्मीको भाइसँग आज फेरि घुम्न आएको छु यहाँनिर। उहाँको चाहिँ अब रुकुम रोल्पा मगरजी हुनुहुन्छ, उहाँसँग आज हामी घुम्न आएको छौँ यहाँनिर। समुद्र पनि छस्स निस्केको। अब एकैचोटि 15-20 दिनपछि फेरि भेटौँला है साथीभाइहरू। फेरि अर्को ब्लगमा हामी भेट गर्नेछौँ। अहिले हामी जाँदैछौँ 1 बज्यो। अब बिस्तारै जाँदैछौँ, हामी हिँड्छौँ। अब हेर्नुहोस् है, म पनि नयाँ हो, मलाई पनि कसरी बोल्नुपर्छ, के गरेर बोल्नुपर्छ मलाई केही पनि थाहा छैन। त्यही भएर हजुरहरूले पनि सिकाउनु होला, कसरी गर्नुपर्छ भनेर कमेन्टमा लेख्नु होला है साथीभाइहरू। मेरो ब्लगमा चाहिँ मलाई केही पनि आउँदैन। कस्तो चिसो हावा आएको छ, तर गर्मी चाहिँ धेरै बढेको छ है। पहिलाभन्दा गर्मी धेरै बढेको छ। गर्मी चाहिँ दिनमा आउन सकिँदैन, गर्मी चाहिँ धेरै बढेको छ अहिले।